हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ गोसाइकुण्डको लागि। अहिले हामी छौँ ठ्याक्कै धुन्चेमा। मसँग चाहिँ भाइहरू छन् यता यता। अब चाहिँ अहिले कति बज्यो? अहिले ठ्याक्कै 1 बज्यो। हाम्रो यात्रा 1 बजे सुरु भएको छ। हेरौँ कति बजीसम्म चाहिँ कहाँ पुगिन्छ भन्ने कुरो थाहा छैन। अब सकभर हामी आज चन्दनबारीसम्म पुग्ने चाहिँ हाम्रो टार्गेट हो। त्यसपछि बाँकी ल। गाइज हामी चाहिँ घट्टेकुलो आइपुगेका छौँ। हामी चाहिँ गोसाइकुण्ड हिँडेको। तपाईँले देखाउनु न। हामी चाहिँ अब भर्खरै हिँड्ने यात्रामा छौँ। लौरी टेक्दै घट्टेकुलो आइपुग्यौँ। हेरौँ अब हाम्रो यात्रा कहाँसम्मको रहन्छ। चन्दनबारी अथवा चोलनपाटी हामी पुग्छौँ। अब हिँड्दा सुवासँग हुन्छ, त्यही भएर सुवासँग गएर भिडियो के बनाउनु पछि भेटौँला। अहिले चाहिँ हामी धेरै थाकेको छौँ। यस्तो छ है त बाटो। यहाँसम्म त ठिक छ नि बाटो। घट्टेकुलोसम्म ठिक छ बाटो, सिधै छ। त्यहाँबाट ठ्याक्कै उकालो सुरु हुन्छ हाम्रो चाहिँ। अनि म चाहिँ पहिला नै आइसकेँ। केटाहरूलाई चाहिँ यसो लिएर आइदिउँ न भनेर गाइड भनौँ न। अब गाइड भएर आएको होइन। ठिक छ, ठिक छ नि ठाउँ। एकदम बवाल स्वर्ग अहिले माथि देखिन्छ। यो त मिनी स्वर्ग हो। मिनी गोसाइकुण्ड चाहिँ देखाइदियो अगाडि। मिनी स्वर्ग माथि हो। भाइ कस्तो हुँदैछ त यात्रा? यात्रा यात्रा एकदम रमाइलो। रमाइलो पल चाहिँ बाँकी नै छ। भर्खर हामी घट्टेकुलो आइपुग्यौँ। पिस पर एकदमै शान्त वातावरण। हामी 4 जना यात्रामा छौँ आफ्नै तालमा। काम नभएर पानी झम्किन्छ। अहिले हिउँ खेल्ने हो क्या, पानी खेल्ने होइन। हामी चाहिँ घट्टेकुलो आइपुग्यौँ। त्यो चाहिँ घट्टेकुलो, त्यहाँ होमस्टे छ एउटा। के छ अवस्था नि? अलिअलि गर्मी हो कि यस्तो थालेको, त्यही भएर यसो भिजाइदिइहालौँ भनेर। पानी कतिको चिसो छ त? हाम्रो गाउँतिर जस्तै हो। पानी र यहाँको पानी उस्तै उस्तै लाग्यो मलाई त। यो पनि मेरो त दुइटै। यो चाहिँ तिर्चुली खोला रहेको छ। यो चाहिँ यति सानो छ है यहाँ चाहिँ।
खराब हो बोक्नु पर्ने मात्र भएन नि बोक्नु त पर्दैन मलाई भैँसम्म गयो पनि मामा लेक लाए त छैन नि होइन अनि विवेक कस्तो छ त अनि मलाई त रमाइलो मलाई त अझै चाँचाडै हिँड्नु भइरहेछ यो पाराले हिँड्यो भने चाहिँ 3 दिनमा पुगिन्छ जस्तो लाग्यो चक्लेट छ नि चक्लेट देऊ न एउटा चक्लेट देऊ त यहाँ छ मसँग स्याम्पू नजिक्नु नि यार हेर त हजुरले जे नाम लिनुभयो त्यही खान पाउनुभयो हजुर ओइ म पानी पनि यो पनि मलाई पारे हामी त खाँदै आइरह हो चाउचाउहरू छ त्यही हो हजुरहरू चाहिँ कहाँदेखि आउनुभएको हामी धनकुटाबाट धनकुटा जापाबाट हजुर अनि हामी धनकुटाबाट ए ल हामीसँग चाहिँ अहिले हिँड्ने क्रममा सहयात्री हुनुभएको छ उहाँहरू झापा 5 बाट हो क्या दिदी हजुर ए बालेनलाई भोट हाल्नु भयो कि भएन अब भोट बाक्समा हालियो गोप्य मतदान हो जसरी जसले जिते पनि प्रधानमन्त्री हाम्रै हो हजुर हार्नेलाई पनि हामी केही भन्दैनौँ सम्मान गर्छौँ जित्नेलाई शुभकामना जित्नेलाई शुभकामना छ राम्रो काम गर्नुहोस् भन्ने हो हजुर अब अरूको कुरा त्यस्तै हो कहाँबाट थाहा पाउनुभयो त यो ठाउँमा यस्तो नि छ भनेर हामी नेपाली नै होइन अलि टाढाको हुनुहुँदो रहेछ अब नजिककोलाई सुन्नु उहाँ के भन्दैन टेलिभिजन प्रस्तोता भन्नुभयो प्रस्तोता कुन टेलिभिजन होला आफ्ना कुरा गरौँ न अनि यहाँले कसरी थाहा पाउनुभयो दोस्रो कुण्डको बारेमा हुन त युट्युबतिर अब अहिले त सञ्चार माध्यम प्लेटफर्मबाट सबै धेरै थाहा पाउन सकिन्छ होइन हजुर यस्तो भयो हाम्रो चाहिँ अब चाहना चाहिँ कसरी बढ्यो यस्तो अब हाम्रो चाहिँ अब यहाँबाट नजिक नुवाकोट घर अनि अब हजुरबा बुवाहरू आइरहनु भयो पहिल्यैदेखि ए हजुर त्यो भएर अब नाम चाहिँ सुनिराखेको हो तर आउन पाइएको थिएन हजुर पहिलोपटक आइयो तयारी आउँदै गर्नुहोस् न यो घोडा त बलियो हुँदो रहेछ थाक्दो रहेछ है घोडा डबल नै हर्स पावर हान्नुहोस् भन्छ त गाडीको पावर त हजुरहरू सधैँ हिँड्नुहुन्छ यो बाटो यिनीहरूको आरा चाहिँ के दिनुहुन्छ राम्रो छ हेर न दिनु सोध्दै थिएँ देखिहाल्नु
लौरोको सहारा चाहियो होइन त यस्तो छ ल उकालो अब कति जति जानुपर्छ होला त हामी अब आज कहाँसम्म पुगिन्छ त्यहाँसम्म बसौँ भोलि पुगिन्छ हो आज त पुग्दैन। ल है त धारै छ पानी चाहिँ छैन पानी खाएर निस्कौँ धाराको पानी नखाइ बोतलको पानी खाउँ अनि निस्कौँ। चाहिँ यस्तो छ है पसिना आएर जे नि अहिले हामी लगभग कति मिटरमा चाहिँ 2500 मिटर देउराली अझै हामीलाई कति जानु छ हामी पुग्ने चाहिँ 4300 मिटरमा हो अँ। होसेकुण्ड हामी अहिले 2500 मिटरको उचाइमा छौँ। अहँ। हामी देउराली छौँ देउराली चाँडै पुग्छ भन्ने आश गरेका छौँ पुगिन्छ। गाह्रो साथीभाइहरू चाहिँ भोकाएर अब यसो हल्का डाइट खानु पर्यो भनेर है शरीरै कमजोर भइसक्यो नुनिलो होइन गुलियो हाम्रो त यो झोला खानेकुराको झोलै बोक्ने गाह्रो छ क्या आज कहाँसम्म पुगेला त साथीहरू हामी यो ठाउँ चाहिँ ठ्याक्कै कुन हो त देउराली यहाँबाट चाहिँ हिमाल पनि देख्न सकिन्छ वस्तुको ठाउँमा हाल्नको लागि हो यो है हामी चाहिँ देउरालीबाट माथि लागेका छौँ दाजुभाइ टक्क दुईवटा सोल्टीहरू पर छन् तिनीहरू झोला बोक्दैछन्। यतिको चाहिँ हिँडिया थिएन बाइकमा गइन्थ्यो नि त जहाँ गयो नि बाइकमा हिँड्ने बानी कहिलेकाहीँ हिँड्नु नि पर्छ भनेर हाम्रो कति 6-7 महिना अगाडिको प्लान होइन त 6-7 महिना अगाडिदेखि प्लान गरेका थियौँ। हामी चाहिँ आज फागुनको 30 गते आएर चाहिँ हाम्रो प्लान सक्सेस भएको छ। अहिले टाइम कति भयो आउँदैछौँ पाउने छ भएको छ देउरालीबाट अलिकति माथि मात्रै आइपुगेका छौँ हामी चाहिँ अँध्यारो हुन थाल्यो। अब हामी खासमा चाहिँ चन्दनबारी पुग्ने भने चन्दनबारी पुग्न सकिएला जस्तो छैन ढिम्सातिरै बस्नु पर्ला जस्तो छ। हेरौँ अब कहाँसम्म पुगिन्छ मल्ल उकालबाट अलिकति कम चाहिँ भएको छ 1300 बाटो छ 25 पाइलो के छ अवस्था अवस्था ठिक छ ल हिमाल पनि देखिँदैछ है त थके लाए पनि यात्रा जारी छ। घाम अस्ताउन लाग्यो लगभग करिबन 6 बजे होला यता यस्तो छ जङ्गल 6-10 भएछ। अब हामी चाहिँ बास खोज्ने तर्फ नि लाग्दैछौँ हाम्रो टार्गेट चाहिँ चन्दनबारी पुग्ने भन्ने हो। हामी चाहिँ यो ढिम्सा भन्ने ठाउँमा आइसकेका छौँ 1 घन्टा हिँडेर चन्दनबारीसम्म पुग्ने चाहिँ हामीले टार्गेट राख्यौँ। हेरौँ कहाँसम्म पुगिन्छ सकभर आजलाई जति छिटो हिँड्यो जति माथिसम्म गयो भोलिलाई त्यति सहिलो हुन्छ भन्ने हिसाबले चाहिँ हामी अगाडि बढ्दैछौँ। हामी चाहिँ अहिले चन्दनबारी आइपुग्यौँ बल्ल बल्ल। कति बज्यो अहिले कति बज्यो बिनु 7:25 टाइम भयो। अब एउटा होमस्टेमा चाहिँ हामी बस्दैछौँ यहाँबाट माथि जान सक्ने अवस्था छैन एकदमै पानी पनि पर्न थालिसक्यो हुस्सु पनि लाग्दैछ। हामी चाहिँ अब यहीँ कुनै एक होमस्टेमा बस्छौँ यहाँभन्दा माथि जाने सामर्थ्य छैन आजलाई एकदमै च्यालेन्जिङ बाटो रहेछ। गुड मर्निङ फ्रम चन्दनबारी अहिले चाहिँ हामी उठिसकेको छौँ बिहानको 6 बजिसकेको छ। अब चाहिँ हामी यहाँ चिया नास्ता खाएर यहाँबाट उकालो लाग्ने तर्खरमा छौँ। के छ अनि जेन्जी भाइको हालखबर मेरो एकदम बेहालत छु मामा पानीले गर्दाखेरि हात चलाउनु नहुने भएर -1 डिग्री भनेर कम होला मौसम एकदम गाह्रो छ। यस्तो रमाइलो छ नि होइन रमाइलो त एकदम बवाल रमाइलो भ्यू हेर्नु न भ्यू यो त
ल अब हामी त निस्किने बेला भयो त दाइलाई पनि धेरै धेरै धन्यवाद है त हामीलाई चाहिँ खाना खुवाउनु भयो मिठो खाना खुवाउनु भयो दाइको होटलमा बसेको दाइको होटलको नाम चाहिँ के थियो अरे पिस लज चन्दनबारी हो यहाँ चाहिँ ट्याक्क आगो ताप्ने बस्ने होइन त रमाइलो छ दाइ जिन्दगी होइन त कति वर्ष भयो हजुरले होटल राख्नुभयो 12 वर्ष भयो है हुन्छ भइहाल्छ नि अर्को टुर पनि आइन्छ होला 2 चोटि भयो अब 3 चोटि कस्तो नबनाउनु मैले हैन 3 चोटि त बनाउनु पर्यो नि म त पहिलोचोटि हो हैन अब 2 चोटि बनाउने भन्ने ल यात्रा सुरु भइसक्यो चन्दनबारीबाट चन्दनबारी बसेको थियौँ होइन एकदम बवाल भयो होइन यहाँको बसाइ चाहिँ ताउ दिए सबको हामी के लौरी विनायक जाँदैछौँ लौरी विनायकमा यस्तो दामी बाटो छ अरे ओ माइको यहाँ चाहिँ सेतो लाली गुराँस पनि पाइँदो रहेछ हाम्रोतिर चाहिँ रातो पाइन्थ्यो यहाँ चाहिँ सेतो पाइँदो रहेछ हेलो मामा के छ पन्जा सन्जा लाएर फुल रेडी एकदम जति माथि गयो जाडो त्यति बढेको हुनाले अब पन्जा टोपीहरू नलाई चाहिँ अलिक गाह्रै होला जस्तो हो अनि गन्तव्य कस्तो चल्दैछ गन्तव्य रमाइलो एकदम रमाइलो है जाडो कतिको छ जाडो थाहा छँदैछ नि हेरिस थाहा भइहाल्छ नि त्यही त हामी चाहिँ अहिले यहाँ तेर्सै गएर लौरी विनायकको उकालो यो जुन हिउँ देखेको छ त्यहाँबाट चाहिँ कट्नु पर्ने हुन्छ यो हिमालको दृश्य हामी चाहिँ अहिले कहाँ आइपुग्यौँ चोलनपाटी आइपुग्न लाग्यौँ बाटो यहाँ चाहिँ अलिकति सजिलो छ तेर्सो नै छ ओह्रालो नि छ अलिकति त सबैभन्दा सजिलो बाटो यही होला सायद यहाँको यहाँबाट चाहिँ ट्याक्क हिमाल अगाडि देखिन्छ यही हो है यात्रा एकदम जारी छ हाम्रो यस्तो छ अवस्था दुईजना भाइहरू पछाडि आउँदैछन् हामी दाजुभाइ अगाडि उनीहरू त झन् जेन्जी भइहाल्यो दौडिनु भइहाल्यो नि घोडा दौडे जस्तो सूर्यकुण्ड चाहिँ कति टाढा पर्छ दाइ गोसेकुण्डबाट 1.5 घण्टा ए रमाइलो छ है ठाउँ हाम्रो यहाँबाट गोसेकुण्ड पुग्न चाहिँ कति बेला लाग्ला ठ्याक्कै अब तपाईँहरूको हिँड्ने अनुसार हुन्छ होइन नर्मली नबसिकन हिँड्ने 5 घण्टा छिटो हिँड्ने 4 घण्टा छिटो हिँड्नेलाई 4 घण्टा 6 घण्टा राख्नु हुन्छ हामीलाई 6 घण्टा जति लाग्छ होला 4 घण्टा त लाग्दैन तपाईँहरू 5 घण्टाको पुग्छ यस्तो युवाहरू है माथि टप काट्नु पर्यो हामी चाहिँ अहिले चोलाङपाटी 3584 मिटर हाइटमा अवस्थित छौँ र हिजो हामीले छोडेर आएको दिदीलाई अनुजा पराजुली दिदीलाई फेरि भेटिसकेका छौँ के छ दिदी अवस्था एकदम ठिक छ भाइ रातिको अवस्था चाहिँ एकदम दयनीय रातैभरि निन्द्रा लागेन यो खुट्टा घोडा पाङ्गा देखेर हजुर बाख्री जानै सक्दिनँ कि जस्तो भएको थियो रातैभरि आँखा झपक्क भएन जिउ दुखेर होइन हजुर बिहान उठेपछि त हजुरहरू पनि हिँड्नु भयो चाहिँ हिजो राम्रो हिँड्नु भयो हामीले हेरेको हजुरहरूलाई कुरा पनि हो आउनु भएन अनि चाहिँ भाइहरूले उहाँ फटाफट हिँड्ने मान्छेहरूले हामी बुढेसकाल लागेको मान्छेलाई सबै हिँडेपछि कहाँ देख्नुहुन्छ त हामीलाई
तपाईँको भ्लगमा हामी नि आउँछौँ अनि हामी सब्सक्राइब गरिदिन्छौँ। ओके छ त ल उकालो चढ्ने क्रम जारी छ। सिक्किमको चारधाम जानुभयो? हामी चाहिँ करिबन अब लौरी बिनाको उकालो आइपुग्ने तर्खरमा छौँ। अझै लामो उता हिमाल छ। ए माथि नै छ। त्यही डाँडा जस्तो लाग्छ तलबाट हेर्दा। हाम्रो आम्याम थाकेर अब अझ देउरालीबाट मास्टर चढ्दा त डाँडा जोडिएको मात्रै छ जस्तो लागिरहेको थियो क्या मलाई। तलबाट हेर्दाखेरि अलिकति मास्तिर आउँदाखेरि डाँडा सकियो भन्ने भइरहेछ। फेरि त्यहाँ आइपुग्दा अर्को डाँडा सुरु भइसकेको छ। ल उकालो लाग्ने क्रममा चाहिँ देखिएको दृश्यहरू यो हिमाल भइहाल्यो। यहाँ नि हिउँहरू परिरहेछ। यस्तो छ उकालो उकालो छ। हिँड्नलाई चाहिँ एकदम गाह्रो छ। अक्सिजनको लेभल कम भएर होला। यस अहिलेसम्म चाहिँ हिँडिराखियो राखिया छ। अब हामी सायद चाँडै नै लौरी बिना भन्ने ठाउँमा चाहिँ पुग्छौँ होला। हामी चाहिँ लौरी बिना भन्ने ठाउँ आइपुग्यो ठ्याक्क। यहाँ होमस्टे छ एउटा एकदमै राम्रो ढुङ्गै ढुङ्गाले बनेको। पछाडिपट्टि हिमाल छ। यहाँ भयो झन्डा। यहाँबाट देख्न सकिन्छ यो तल देखेको धुन्चे होला कि यतापट्टि धुन्चे त यता हो। धुन्चे त यता हो। एकदम कुल छ है मौसम। हिमाल स्विजरल्यान्ड जस्तो छ। के छ अवस्था साथीभाइहरूको? हो यता यता के छ? थकालेर श्वासमा भएर सुतेको। दम बढ्यो। दम बढेर दम बढ्यो र भाइको दमको औषधि हो त। दम बढ्यो खाना खाएपछि यसलाई औषधि दिनुपर्छ नत्र हिँड्नु सक्दैन। ठाउँ चाहिँ कुल छ है यहाँ कुल। दिदी पनि आउँदै हुनुहुन्छ तल। ल हाम्रो चाहिँ यो लौरी बिनाको उकालो चाहिँ सुरु हुँदैछ। अब हाम्रो म्याम पनि यहाँ ट्याक्क ज्याकेट लगाएर अब जाडो भयो भनेर अगाडि बढ्दै हुनुहुन्छ। हामी पनि अगाडि बढ्दैछौँ। यस्तो छ अवस्था। हिमपात होला जस्तो छ। हेर्नु त चेक गर्नुहोस् त। यता चाहिँ हिमाल। अहिलेको ताजा अवस्था गोसाइकुण्ड नपुग्दै लौरी बिना यहीँ खेल्दैछन् केटाहरू। हिउँले लुगा पुरै पुरिएर चस्मामा बसेर केही देखाएन। विवेक लिएर दामी भिडियो गर्नु। उता फर्काउनु उता उता पछाडि फर्काउनु त। ओ यता देखाउनु त हबिगर। ठिक छ ल बवाल बवाल बवाल। यो हो ल हाम्रो अवस्था यस्तो छ है गोसाइकुण्ड। रमाइलो भइरह। विवेक सोल्टी यता आउन यार। यो सोल्टी त झन् कि सेतै भए सेतै। म यस्तो छु अहिले। म यस्तो भएको छु।
भरिया नि होइन ए यति त गोसाइकुण्ड आएपछि यति चाहिँ हुनुपर्छ है उसको भर रेखा क्या विवेकको चाहिँ सही भर रेखा यो लौरी विनायकको उकालो लाग्ने बेला हिमपात भएर अत्याधिक हावा अनि चट्याङ आएर हामी चाहिँ बल्ल बल्ल एउटा ठाउँ रहेछ यो यस्तो ठाउँ रहेछ कटे जस्तो यहाँ चाहिँ बस्न सफल भइयो एकदम हिमपात भइरहेछ है इस ओहो पुरै हिउँ हामी चाहिँ यहाँ आइपुगेको झन्डै करिबन 2 घन्टा भइसक्यो हिउँ परेर हावा चलेर अहिले चाहिँ अलिकति कम भएछ अब चाहिँ निस्किनु पर्ने तर्खर गर्दैछौँ हामी एकदम हावा चलाएछ हिउँ पनि त्यत्तिकै बाक्लो छ पुरै हामी पनि आउँछौँ भिडियोमा आइन्छ किन नआउने ल उहाँ पनि बल्ल बल्ल जाँदा ठिक पर्दैछ हिउँसँग लड्दै आउनुपर्छ जाने अब खै निस्किने के गर्ने निस्किनु ल मामा निस्किने हो ल अब हामी निस्किँदैछौँ अब हामी निस्किँदैछौँ जोस् हुनुहुन्छ यहीँ हुनुहुन्छ हजुर मेरो नाम अनुजा पराजुली म देखिनँ जिब्रो लडबडिएर मेरो नाम पनि कष्ट भन्न सकेको छैन होला यस्तो छ अवस्था एकचोटि देख्नु त यहाँ पुरै हिउँपात हिँड्नलाई गाह्रो छ अब आजको यात्रा कहाँ छ बवाल ठाउँ क्या अहिले चाहिँ ढाकेका छौँ कि यहाँ पानी परेको छैन हुसु चलेको छैन कुहिरो परेको छैन असिना आएको छैन तर यहाँको अवस्था वास्तवमै भन्नुपर्दा डर मर्दो छ नि होइन यहाँको अवस्था त यस्तो जटिल छ यस्तो च्यालेन्जिङ छ नि ल हामी बाटो लाग्छौँ लु अलिकति बवाल देख्छ त अहिले म त मोबाइल चलाउन सक्दिनँ फेरि हावा चल्यो म त तपाईँको भर परेँ ल हस् 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 यता पनि हिमाल छ यता पनि हिमाल भइसक्यो हाम्रो साथीहरू सँगै हुनुहुन्छ दिदी एकदम एक्साइटेड हुनुहुन्छ है दिदी चाहिँ ल पहिलोचोटि चाहिँ हिउँ देख्न पाएर अब घाम लागे त एकदम राम्रो भ्यू देखिन्थ्यो खै हाम्रो साथीहरू कहाँ आइपुगे ल है त ल अहिले चाहिँ अझै माथि आइसकेको अवस्था छ जताततै हिउँ छ साथीहरू कोही पछाडि आउँदैछन् कोही अगाडि गइसके हिउँ चाहिँ बाटो ढाकेको छ हिउँले यही हो एकदमै रमाइलो तर अलिकति च्यालेन्जिङ पनि छ है जति पर गयो उति फरक फरक दृश्यहरू तलतिर एकदम भिड छ हिउँ नै परेको हो यस्तो छ जाडो एकदम चिसो हावा चलिरहेछ हामी निरन्तर हाम्रो यात्रामा छौँ हेरौँ कहाँ गएर चाहिँ हाम्रो यात्रा रोकिन्छ आज सकभर चाहिँ गोसाइकुण्डसम्मै पुग्ने भन्ने लक्ष्य हो तर कहाँसम्म हुन्छ थाहा छैन अब चाहिँ हामी लगभग गोसाइकुण्ड पुग्ने अन्तिम चरणमा छौँ एकदमै हिमपात भइरहेको छ हेर्न सक्नुहुन्छ यहाँ अवस्था सबैतिर एकदम बाक्लो हिमपात भइरहेछ बाटो यही हो ओह्रालो छ यहाँ चाहिँ लगभग यो हामी चाहिँ अबको केही समयमा पुग्छौँ होला करिबन 1 घन्टा जतिमा पुग्छौँ कि भन्ने आश छ हिउँ यसरी परिरहेछ साथीहरू अगाडि गइसके कोही पछाडि आउँदैछन् बाटो एकदमै च्यालेन्जिङ छ
पहाड समाजतिर एकदम बाक्लो हिमपात भएको छ। फर्किने चाहिँ कसरी हो भोलि थाहा छैन। यसरी रातभरि हिउँ पऱ्यो भने त यहाँ हिँड्न मिल्ने अवस्था पनि रहन्छ जस्तो लाग्दैन मलाई। फाइनल्ली हामीलाई चाहिँ गोसाइकुण्डले वेलकम गरिसकेको छ। हाइट रहेको छ 40 से 80 मिटर, करिबन 4400 नै भनौँ। एकदम फेरि आइएको छ। यहाँ आइपुगेसँगै साथीहरू अझै आउने बाँकी छ। हामी 3जना चाहिँ अलि अगाडि आयौँ, अरू 3-4 जना साथीहरू आउँदैछन्। यस्तो छ अवस्था, हिउँ परेको छ जताततै। अब यहाँ होमस्टेहरू छ। अब हामी यहीँ नै बस्छौँ होला आज। अब जान चाहिँ हाम्रो टार्गेट भनेको सूर्यकुण्ड पनि जाने भन्ने हो, तर मौसम अलि राम्रो नभएको कारणले गर्दाखेरि त्यहाँसम्म गइन्छ कि गइन्न थाहा छैन। गोसाइकुण्ड आइयो फाइनल्ली, होटलमा आइपुग्यो। अब गोसाइकुण्ड त कहाँनिर हो थाहा छैन। एकदम चिसो छ अनि यहाँ तातो चिया खाँदैछौँ। मुखबाट बाफ छुटेर अब यहाँ दाइ दिदीले चाहिँ हामीलाई आगो बालेर आगो तपाउनुहुन्छ भन्ने कुरो छ। होइन त दिदी, कति साल भयो हजुर यहाँ? धेरै वर्ष भयो बसेको त। धेरै भने 10-12 वर्ष भयो। 10-12 वर्ष भयो। ए हजुरको पुरानो घर चाहिँ कहाँ हो? हाम्रो ठुलो स्याप्रो यता माथि पऱ्यो है स्याप्रो तल यता तल। ए छेउमा पर्छ। ए एकदमै चिसो। आज त लास्टै अब चल्यो। हजुरहरू घर जानु पर्यो भने त हजुरहरूलाई त 2-3 दिन लाग्छ होला त। हामी एक दिनमै पुगिन्छ। एक दिनमा पुग्नुहुन्छ? 4-5 घण्टा पुगिन्छ हाम्रो घरमा। त्यति जानुहुन्न होला यहाँबाट होइन कहिलेकाहीँ? हामी त अब यो 1-2 महिनापछि जाने। ए अफिस झर्ने। हजुर। आज कोही नआउला भनेर सोचेको। अहिले त्यति क्राउड पनि त्यति छैन क्या हो? अलिअलि छैन त। नेपाली फटाफुटो छ। त्यो त हामी नि बाटोमा आउँदा आउँदै हावा चल्ने यस्तो हावा चल्यो, त्यो चट्याङ परेर उनीहरूलाई त त्यो अर्थिङ लागेछ क्या। बसेको राम्रो। तपाईँहरू तल हुँदाखेरि त्यस्तो भइदिएको भइदा है। आधी बाटोमा आइएपछि त्यस्तो भयो। नौरी महिनामा हुँदै त्यस्तो दबाई बस्नु पाउँछ नि त। हामी चाहिँ 3 धारा भन्ने ठाउँ आइपुग्यौँ, जुन चाहिँ त्रिशुली खोलाको मुहान हो। यस्तो छ यो चाहिँ जुन धारो देखिरहेछ, यो चाहिँ 3टा मध्ये एउटा धारोमा मात्र अहिले पानी झरे हल्का, नत्र अरू जमे। यो चाहिँ तपाईँको के अरे शिवले समुद्र मन्थनको विष पिएपछि घाँटी पोलेर चाहिँ शान्त बनाउनलाई यो ठाउँमा आएर चाहिँ त्रिशुलले घोपेर धारो निकालेर अनि पानी पिएको भन्ने भनाइ किंवदन्ती भनौँ न छ। त्यही भएर 3टा धारो छ यहाँ। त्यही हो यसको चाहिँ। यस्तो छ अहिले चाहिँ मुहान पनि हो। हामी थोरै माथि छौँ अहिले। यो चाहिँ गोसाइकुण्ड भइहाल्यो। यता मन्दिर छ। यो चाहिँ मन्दिर हो भने सबैतिर हिउँ परेछ।
यता पनि पानीहरू जमेर यो झर्दा झर्दै पानी जमिसकेको छ। यो बाटो हुँदै आएको हामी।